दर्शक तथा मित्रहरू, अहिले हामी घुम्दै जाने क्रममा रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार, उक्त मन्थली बजारको नजिकै रहेको तामाकोशी किनार नजिकै रहेको सुन्दर गाउँ बस्ती र यो खेतीयोग्य जमिन र यो तोरीबारी हुँदै हामी घुम्ने क्रममा यसरी हामीले सुन्दर दृश्यहरू कैद गर्दैछौँ। अहिले हामी उक्त बजारको घुम्ने क्रममा, परिक्रमा गर्ने क्रममा सानी दुईजना नानीसँग भेट भइयो र उक्त नानीहरूले हामीलाई गाइड गर्ने अथवा यहाँ देखाउनको लागि सहयोग गर्ने जुन उहाँहरूको मनसाय छ र सहयोग गर्न आउनुभएकी छन् दुईजना नानी। बहिनीको नाम सुजिता नेपाली अनि विनिस्का बस्याल, कक्षा 4 र 5 मा अध्ययन हो। ल धन्यवाद। अब हामीलाई यो त घुमाउने है बहिनीहरूले, पुरै यो तोरीबारी कटाएर यहाँ पर गाउँसम्म पुर्याउने बहिनीहरू अत्यन्तै मिठो बोली अनि राम्री चिटिक्क परेकी। मन्थली पार्क भित्र हामी अब लन्चको तयारी गर्दै खाँदै पनि खाइसक्यो पुरै। एउटा भैँसी, एउटा गाई अनि बिहान बेलुका दुने कति आउँछ बा? दुइटै गर्दा गाई र भैँसी गर्दा कति लिटर जति हुन्छ? 20 लिटर। बेच्ने कि खाने? खाने पनि आफूलाई चाहिने खाने चाहिने भन्दा बढी बेच्दिने है। अनि छोराछोरीहरू सबै परदेश विदेश? छोरी